नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी पानीघट्टाको 4 नम्बर गेटमा आइराखेको छौँ मार्केट। आज चाहिँ बुधबार हो नि त। यहाँ चाहिँ सस्तो सामानहरू पाइन्छ। सब्जी नै हरियो पर्यो हो गाइस। तपाईहरु पनि आउन सक्नुहुन्छ। यो चाहिँ पानीघट्टाको 4 नम्बर गेटमा हो। बुधबार लाग्छ। हामी चाहिँ अहिले चाहिँ यहाँ पहिला हेर्दैछौँ हो। अब एकछिन बादमा किन्ने छौँ। लास्टमा हेरिदिनुस् होला गाइस। लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला ल गाइस। ल गाइस हामी चाहिँ पहिला हेर्दैछौँ वरिपरि हो। त्यहाँपछि चाहिँ किन्ने छौँ। हेर्नुस् मजा छ यहाँ नानीहरूको खेलाउनेहरू हेर्न सक्नुहुन्छ। देख्नुभयो हरियो परियोहरू। अहिले चाहिँ सब्जी चाहिँ तर खाना आलु खाना सब्जी बनाएको जहाँ देख्यो आलुमा त है गाइस। के तपाईहरुले चाहिँ के खानु हुँदैछ सब्जीहरू यसो कमेन्टमा गर्नुस् होला। हामी त खाली आलु बैगन भेन्डी खाना खान्छ। नानीले उयो मजाले खान्छ बैगनहरू। यहाँ चाहिँ नानीको लुगाहरू पनि पाइन्छ सस्तोमा आएर लान सक्नुहुन्छ। गाइस अब हामी पनि सब्जीहरू किन्ने हो। हाम्रो चाहिँ परको सब्जी किन्ने जग्गा चाहिँ जहिले पनि आएर त्यहीँ किन्छौँ। तर यहाँतिर पनि लुगा राखिराख्नु भएको रहेछ हो। के किन्ने यहाँ किन्ने के हो रे पल्ला कसरी छ 140 अलिक मिल्दैन। अलिक मिलाइदिनु न। यो पल्ला लग्यो भने कति लाने बार एकचोटि लग्यो एक पल्ला आलु पल्लाको 130। हेर है छाना मजाले हेर। आलु छानेको आलु 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 न्याक्कट रेड भइसक्यो भने आलुको चाहिँ होइन यो मिठो हुन्छ। यो अस्तिको हेरी अस्तिको त राम्रो खालको थियो। त्यसो त त्यो पनि रातो रहेछ। यहाँ चाहिँ पाउँदो रहेछ सुपारीको बिउ। सुपारी होइन सुपारी हो। किनेर रोप्ने हुन्छ यता पाउँछ है। यहाँ चाहिँ बजार भन्छ बुधबारे बजार 4 नम्बरमा। च्याउ खाने गाइस। ल गाइस आज भिडियो चाहिँ यति नै। नेक्स्ट भिडियोमा भेट्ने।